हेलो एन्ड वेलकम छ है मेरो ए वाउ कस्तो राम्रो है ट्याक्कै सिट चाहिँ अगाडि आइदियो ट्याक्कै आफ्नो पोजिसनमा आयो। आज चाहिँ हामीले यो नयाँ गाडी लिएको है एक्सपेन भन्ने गाडी र यसको चाहिँ हामीले माइलेज टेस्ट गर्दैछौँ। हामी जाँदैछौँ यहाँबाट लगभग 65 किलोमिटर चन्द्रौटा भन्ने स्थानमा। अनि यहाँसम्म पुग्दाखेरि गाडीको माइलेज कति हुन्छ भनेर चाहिँ त्यही अहिले चाहिँ चार्ज चाहिँ गाडीमा 99% छ, 429 देखाइरहेको छ है। अब चाहिँ गाडी यो हो एक्सपेन भर्खर लिएर आएको गाडी चाहिँ। अब हामी जाँदैछौँ। अब यसमा एन्ड्रोइड अटो फिचर चाहिँ अटोमेटिक कनेक्ट छ है। गाडी चाहिँ स्टार्ट गर्न अरू जस्तो चाबी हाल्नुपर्ने र चाबी केही दबाउनु पर्ने केही छैन। एन्ड्रोइड अटो खोल्दैछ, खोल्यो, एन्ड्रोइड खोल्यो। अब हामीले चाहिँ यहाँ चाहिँ डेस्टिनेसन सेट गरौँ। डेस्टिनेसन सर्च गरौँ चन्द्रौटा CHAND चन्द्रौटा आयो। कति किलोमिटर देखाउँछ चन्द्रौटा चोक। 1 घन्टा 47 मिनट 8:30 बजे। अहिले रातिको समय छ। रातिको समय हामी रातिमा जाँदैछौँ है। 8:30 बजे हामी त्यहाँ पुगिदिन्छ। अब यहाँबाट स्टार्ट गरौँ। गाडी यहाँ छ ल। अहिले यहाँ पेसेन्जरमा चाहिँ दाइ हुनुहुन्छ। त्यहाँनिर छ लाइट चाहिँ अटो हेडलाइट अन हुन्छ। ट्रिप पनि मैले यहाँ सेट गरेको छु है। भर्खर निकाल 0.1 देखायो ट्रिप मिटर। र गाडी चाहिँ एकदम फिचर लोडेड गाडी चाहिँ। यसको फिचर्सहरूको बारेमा पनि बिस्तारै बिस्तारै म कुरा गर्दै जान्छु। हामी चाहिँ त्यहाँ पुग्दैसम्म गाडीको लाइट अब अहिले त स्ट्रिट लाइटले गर्दाखेरि खासै छैन। अलिक पछि हामी जङ्गलको एरिया पुगिसकेपछि गाडीको लाइट पनि कस्तो रहेछ त्यो सबै कुरा थाहा हुन्छ। रातिमा हिँडिसकेपछि धेरै कुरा थाहा हुन सकिन्छ। एन्ड्रोइड अटो स्क्रिन चाहिँ बवाल छ है। बसेर मुभी हेर्न सकिने जस्तो स्क्रिन भयो, ठुलो स्क्रिन देखिरहेको छ। यो हामी पश्चिमतिर जाने बेलामा बुटवलबाट पश्चिम जाँदाखेरि अब यो बाटो पनि ठुलो बनाउँदैछ है। त्यस कारणले चाहिँ ठाउँमा डाइभर्सन बनाउँदैछ। अब यो डाइभर्सनहरू बनाउन सुरु भयो। गाडी चाहिँ यस्तो अब अलिअलि अफरोडिङ जस्तोमा हिँड्ने भयो। फिचर्सको बारेमा कुरा गरौँ है त। यो यसको सिट चाहिँ एकदम कम्फर्टेबलै छ है। अब यति म अहिले लगभग 40 किलोमिटर आइसकेँ है बुटबाट यहाँसम्म आइपुग्दाखेरि। सिट चाहिँ एकदम कम्फर्टेबल लाग्यो। स्टियरिङ पनि ठिक छ। र त स्टियरिङ यो टप र बटममा फ्ल्याट दिएको छ है, तर पनि राम्रो पकड चाहिँ एकदम राम्रो छ। र एउटा कुरा यसमा के राम्रो रहेछ भने जस्तै हामी मोबाइल यो अहिले एन्ड्रोइड अटो कनेक्ट गर्छौँ, फोन आउँदाखेरि चाहिँ स्पिकर चाहिँ यहाँनिर सिटमा दिएको रहेछ। त्यही भएर ट्याक्कै कानमा सुनिँदो रहेछ। बाहिर भन्दा पनि फोनको स्पिकर चाहिँ यहाँनिर सिटमा, त्यो पनि राम्रो फिचर्स लाग्यो मलाई है। यहाँ ट्याक्कै यतिकै बसेर चाहिँ कुराकानी गर्न मिल्ने, त्यो चाहिँ राम्रो रहेछ। ल मैले अहिले गाडी रोकेँ है। अब यहाँ चाहिँ लाइट टेस्टिङ गरेको मैले चाहिँ। यो अहिले म डिम गरिरहेको छु लाइट चाहिँ। यहाँ हेर्नु मैले यो डिम गरेको छु है। अब यसलाई हेड गरेँ भने यस्तो हुन्छ। हेड गरेँ यति जान्छ। यो मैले अहिले हेड गरेँ, यहाँ ब्लू मार्क गरिसक्यो है। यस्तो हुन्छ। डिम गऱ्यो भने यस्तो हुन्छ। टाढा चाहिँ जाँदैन होइन, एकदम परसम्म जाँदैन, नजिकैसम्म छ तर चाहिँ एकदम ब्रोड छ। यस्तो पर त्यो पारी कुनादेखि लिएर यो पारी कुनासम्म लाइट गइरहेको छ यो डिम गर्दा पनि। हेड गर्दा त नि यही नै हुन्छ, तर थोरै अगाडि चाहिँ जस्तै अहिले म यो डिममा छु। हेड गऱ्यो भने यति परसम्म जाँदो रहेछ, डिम गऱ्यो भने चाहिँ यस्तो हुन्छ। तर साइडमा चाहिँ यति परसम्म त्यो भित्रसम्म र यता पर त्यो भित्रसम्म गइसकेको छ, गइरहेको छ। त्यो चाहिँ राम्रो रहेछ। तर जस्तै अब यो घुम्टी आएर मैले यहाँ घुम्टी मोड्दा चाहिँ कर्नरिङ लाइट्स हुने गर्छ अरू गाडीमा चाहिँ। यसमा चाहिँ कर्नरिङ लाइट्स चाहिँ छैन। कर्नरिङ लाइट्स हुन्छ साइडबाट राइट टर्न गर्दाखेरि राइटतिरको एक्स्ट्रा लाइट बोल्ने र लेफ्ट टर्न गर्दा लेफ्टतिरको एक्स्ट्रा लाइट बोल्ने, त्यो फिचर चाहिँ रहेछ यसमा।
जाँदो रहेछ, ट्राई गरौँ। यस्तो सिधा बाटो छ 100 सम्म। स्पिड चाहिँ एकदम फास्ट गइहाल्छ क्या गाडी, तुरुन्त जान्छ। हुन त यति स्पिडमा चलाउन नट रेकमेन्डेड है, यो यसरी चलाउनु हुँदैन। अब अहिले हाइवेमा हल्का खाली देखेर मैले चाहिँ यो टेस्ट मात्रै गरेको हो। यसरी चाहिँ स्पिड चाहिँ म प्रायः 70-75 भन्दा बढी हिँडेकै छैन, अप्टिमम स्पिडमा हिँडिरहेको छु। गाडीले चाहिँ अटो हिट द ब्रेक भन्छ, मैले धेरै स्पिड गरेँ भने हिट द ब्रेक भनेर चाहिँ नोटिफिकेसन आयो। यो गाडीले चाहिँ एउटा कुरा अटोमेटिक, जस्तै कि गाडी अगाडिबाट आइरहेको छ भने चाहिँ अटो डिम गर्ने यो आफै गर्दो रहेछ कि। अहिले चाहिँ आफै गरेँ, मैले गरेको छैन है, हाई बिम गर्यो। मैले हाई बिम गरेकै थिएन, तर यो गाडीले चाहिँ आफै हाई बिम गर्यो। उताबाट कुनै गाडी आइरहेको छ भने उसले लाइट बालेको छ नि, यसले अटो डिम गर्छ। अब उता गाडी आइरहेको छ है, अटो डिम गर्यो यसले चाहिँ। यो मैले चाहिँ चलाएको छैन, यो कुरा पनि राम्रो लाग्यो है मलाई चाहिँ। यो गाडीमा चाहिँ आफै अटो डिम गर्दो रहेछ, अनि गाडी कुनै पनि छैन भने चाहिँ खालि आफै हेड गरिदिइहाल्छ। रातिमा चाहिँ गाडीको लुक्स यस्तो देखिन्छ है, हेडलाइटहरू है। अहिले त डिममा छ, आफै अटो डिम गर्दो रहेछ। यस्तो छ अगाडिबाट, साइड प्रोफाइल यस्तो देखिन्छ, पछाडिबाट यस्तो देखिन्छ पहाडीबाट चाहिँ। हामी चनौटा बजारमा, ट्याक्कै चनौटा बजारमा आइपुगेछौँ। हामी जान अझै यहाँबाट 5-6 किलोमिटर अलि थोरै अगाडि पर्छ, जाँदैछौँ। ट्याक्कै वेलकमिङ गर्छ सिटले पनि है गाडीले चाहिँ। त्यो पछाडि गाडी आइरहेको छ, कस्तो ठुलो लाइट बालिरहेको थियो है, तर त्यो लाइटले चाहिँ हामीले केही डिस्टर्ब गरेको छैन। यो आरबिएमले चाहिँ एकदम राम्रो काम गर्दो रहेछ। पहाडी गाडीले हर्न पनि बजाइरहेको छ, च्वाक च्वाक भएर आइरहेको छ है। यो ओआरभिएममा चाहिँ त्यस्तो कुनै आएको छैन, डिस्टर्बेन्स आएको छैन। बरु हामीलाई चाहिँ अगाडिबाट गाडीहरूले चाहिँ डिम नगरिदिँदा चाहिँ एकदम डिस्टर्ब भइरहेको छ है। हाम्रो गाडीले चाहिँ अटो गर्छ, अटो डिम गर्ने गर्छ है। तर पछाडि अगाडि आएको कतिपय गाडीले चाहिँ गर्दैन। ल अहिले चाहिँ हामी यो चन्द्रवटाको डेस्टिनेसनमा आइपुग्यौँ है। टोटलमा 78.1 किलोमिटर हामी हिँडेछौँ र हाम्रो ब्याट्री पर्सेन्टेज 82% छ। हामी 99मा हिँडेको, 99% हुँदा हिँडेको है, अहिले 82% छ भनेपछि लगभग 17% खाएछ। 17%मा 17% हामीले ब्याट्री गाडीले कन्ज्युम गर्यो र हामी 78.1 किलोमिटर हिँड्यौँ। अब हामीलाई फेरि एकछिनमा यहाँबाट फर्किनु छ, बुटोलै फर्किनु छ। अनि फर्किँदा कति हुँदैछ, टोटल कति हुँदो रहेछ त्यो म भन्छु। अहिले 13.3 किलोवाट आवर पर 100 किलोमिटर, यो पनि राम्रै हो। अब यसमा पनि त्यही नै छ, देखाएको छ है। 78.1 किलोमिटर ट्रिप मैले रिसेट गरेको थिएँ है। अनि ब्याट्री पर्सेन्टेज यहाँ पनि 82 नै देखाएको छ। अझै 358 किलोमिटर बाँकी देखाइरहेको छ। र हामी चाहिँ एसीमै आएको थियौँ, अन्त एसी नलाए पनि हुने हो, तर एसीकै उसमा चाहिँ हिँडिरहेका थियौँ हामीहरू चाहिँ। ल अब चाहिँ हामी चन्द्रवटाबाट फर्किँदैछौँ। 82% देखाइरहेको थियो है, यहाँ आउँदाखेरि चाहिँ ठिक 82%, 357 देखाएको छ। कति बज्यो अहिले, कति बज्यो अहिले? 10 बजे, ट्याक्कै 10 बजे छ। कति टाइम लाग्छ अहिले चाहिँ थाहा हुन्छ। अहिले चाहिँ एन्ड्रोइड अटो अन गरेपछि कति टाइम लाग्छ थाहा हुन्छ। तर रातिमा चाहिँ हामी चाँडै पुग्छ होला, किनभने बाटो त्यस्तो जाम हुँदैन, खाली नै हुन्छ। यसमा चाहिँ एउटा कुरा के रहेछ भने, जस्तै हामी एकदम कम स्पिडमा 30 को स्पिडभन्दा कम स्पिड छ भने बाहिरपट्टि एउटा आवाज आइरहेको हुन्छ। 30 भन्दा बढी गइसकेपछि आवाज आउँदैन है। 30 भन्दा तल स्पिडमा छ भने आवाज चाहिँ सायद त्यो बाटोमा हिँडिरहेका मान्छेहरूलाई चाहिँ गाडी आइरहेछ भने सङ्केत होला है। दिउँसोमा, रातिमा त बत्ती बलेको हुन्छ, दिउँसोको टाइममा चाहिँ सङ्केत गरेको होला त्यसले। त्यो पनि राम्रै रहेछ त्यो फिचर। यो सुनिन्छ कि सुनिन्न यो यसमा?
यसमा सुन्यो कि सुन्यो होइन, तर जे होस् हामीले चाहिँ यहाँ केबिनभित्र सुनिरहेछौँ। यो दाङतिरबाट, दाङ भनौँ अब यो नेपालगञ्जतिरबाट, महेन्द्रनगरतिरबाट आइरहेको गाडीहरू है। यो हामी जाने चाहिँ यताबाट बुटवलतिर बुटवल लाग्दैछौँ। म्युजिक चाहिँ यस्तो सुनिन्छ गाडीमा। गाडीमा चाहिँ यो वायरलेस भन्ने सिस्टम एकदम राम्रो रहेछ है, एकदम फास्ट चार्जिङ हुँदो रहेछ। अब मेरो यो चाहिँ OnePlus को चाहिँ यसले फास्ट चार्जिङ त्यति सपोर्ट गर्दैन, त्यही भएर कम भइरहेको छ। तर फास्ट चार्जिङ सपोर्ट गर्ने मोबाइल छ भने चाहिँ एकदम फास्ट चार्जिङ हुँदो रहेछ। यस्तै यो बम्पी रोडहरूमा पनि जे होस् गाडीले राम्रो रेस्पोन्स गरे हो, त्यस्तो अप्ठ्यारो चाहिँ छैन। अझै यहाँ दैले चलाइरहनु भएको छ, म यता साइडमा आएँ। हामी जानुपर्ने अझै 37 किलोमिटर 57 मिनट्स देखाइरहेको छ है। गाडी चाहिँ एकदम फिचर्स लोडेड गाडी छ है। अब यो फिचरहरू बुझ्नलाई पनि एकछिन त टाइम लिएर यसको फिचर्सहरू बुझ्नुपर्ने हुन्छ। हो कस्तो पेलियर त गाडीले। गाडी चाहिँ यो लाइट्सहरूको पनि थ्रो चाहिँ त्यति माथि नै के, अहिले तल माथि गर्नु न, होइन त्यस्तो तल गर्नु अनि माथि गर्नु कि यसरी। तल माथि क्रेटाको जस्तै के सेम होइन, तर यो हात मैले जुन त यो हात त्यो त हाम्रो चाहिँ यो के छ भने यो गाडीहरूमा कन्ट्रोल चाहिँ लाइटको कन्ट्रोलहरू यो लेफ्ट साइडमा छ है, अनि उतातिर चाहिँ राइट कन्ट्रोलमा गियरको कन्ट्रोलहरू छ। र हामीले चाहिँ जस्तो उतातिर हाम्रो त अब धेरै जसो गाडीहरूमा इन्डियन मेड गाडीहरूमा चाहिँ राइट साइडमा हुने भएकोले झुक्किँदो रहेछ बेला बेलामा। यो दाइ चाहिँ बेला बेला झुक्किरहनु भएको छ है। फिचर लोडेड गाडीमा अब यो फिचरहरू सबै सिक्नलाई चाहिँ एकछिन टाइम लाग्दो रहेछ। र अर्को कुरा चाहिँ यो जुन यो यसरी कन्ट्रोलहरू छ, यो भाग चाहिँ यो साइडमा दिएको भए चाहिँ अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ। ड्राइभरबाट चाहिँ सर मिलाउनु मिल्थ्यो कि यो साइडमा, अहिले यतातिर यो साइडमा यो पेसेन्जर साइडतिरबाट मिलाउनु परिरहेको हुन्छ। हात चाहिँ अलि तन्काउनुपर्छ हाततिर चाहिँ। यसमा चाहिँ एयर ब्याग चाहिँ पेसेन्जरको लागि एयर ब्याग अफ गर्न नि मिल्छ। यदि एक्लै हिँडिरहनु भएको छ भने पेसेन्जरको लागि चाहिँ एयर ब्याग चाहिँ अफ गर्न मिल्छ हो। अरू त बिस्तारै बिस्तारै यो सिस्टमहरू सबै सिक्दै जाने हो। सबैलाई सिक्नुपर्छ, हामीलाई पनि सिक्दैछौँ, हामी पनि नयाँ हो, सिक्दैछौँ। गाडी चाहिँ चलाउन एकदम कम्फर्टेबल है। अब थाई सपोर्ट पनि प्रपर थाई सपोर्ट छ। उतातिर मैले ड्राइभर साइडमा मैले धेरै बेर चलाएको गाडी है। अनि स्टियरिङ पनि एकदम लाइट छ। लाइट छ भने ठिक्कको छ, लाइट गराउनु पनि मिल्छ, त्यसलाई स्पोर्टी बनाउनु पनि मिल्छ। तर नर्मलमै ठिक छ गाडी चाहिँ, स्पोर्टी बनाएर मिल्छ। सिटहरू छ, भेन्टिलेटर सिटहरू छ। यसमा चाहिँ एउटा मैले मन नपरेको भने म यहाँ नभएको भनेको यो ह्यान्ड रेल्स रहेछ कि यहाँ ह्यान्ड रेल्स यसरी हात यसरी समाउनु मिल्थ्यो है, त्यो छैन। त्यही भएर यो कच्ची बाटोमा चाहिँ जाँदाखेरि गाडी एकदम हल्लिन्छ है, कता छोप्ने भन्ने हुँदो रहेछ। यहाँ यस्तोमा त अलिअलि छोप्ने ठाउँ छ, तर यो अलि अप्ठ्यारो हुन्छ। यहाँनिर चाहिँ ह्यान्ड रेल्स दिएको भए त्यस्तो पछाडि जस्तो यहाँ पनि दिएको भए चाहिँ एकदम सजिलो हुने थियो। पेसेन्जर सिटमा रहेछ यहाँ चाहिँ अलिकति गाह्रो भयो। ड्राइभर सिटमा पनि छैन, जस्ट पछाडिको सिटमा मात्रै रहेछ। अर्को कुरा चाहिँ गाडीले चाहिँ यो बाटोका स्पिड लिमिटको जुन लिमिट राखेको हुन्छ बाटोमा 40, 20, 50, 60 त्यस्तै पनि राखेको त्यो पक्र्दो रहेछ। अनि यहाँनिर देखाउँदो रहेछ। यहाँ अहिले 20 देखाइरहेको छ है, कुनै ठाउँमा 20 पक्रेको थियो, त्यही भएर 20 देखाइरहेको छ। हामी चाहिँ बुटवल आइपुग्यौँ है। अब माइलेज चाहिँ घर गएर हेरेर जस गाडी चाहिँ एकदम कम्फर्टेबल छ र बस्नलाई पनि यो सिट पनि एकदम राम्रो, कुसन पनि एकदम राम्रो छ, चलाउनलाई पनि एकदम राम्रो। र अरू कुराहरू चाहिँ दाइ अब तपाईँको एक्सपिरियन्स भन्नु न, तपाईँले नेक्सन चलाउन यो चलाउन कस्तो के फिल गर्नुभयो? चलाउन एकदम सजिलो इभी चाहिँ
केही भए पनि कम्फर्टेबल छ धेरै कुराहरूमा चाहिँ यो एक्सपेन्ड मेन भनेको माइलेज हो माइलेज चाहिँ राम्रो छ एकदम जिउ लिएर हिँडिसकेपछि माइलेज ह्याक्टिक चाहिँ नहुने दिनभरिलाई मजाले पुग्ने हो गाडी अब भनौँ न अब 350 भन्दा बढी किलोमिटर दियो कुनै गाडीले भने त हामीलाई चाहिँ त्यो एकदम बेस्ट नै हुन्छ किनभने मान्छे एक दिनमा हामी 350 भन्दा बढी चल्दा पनि चल्दैन त्यो थाकै लागिहाल्छ हामी रेस्टको लागि बसिहाल्छौँ है त्यो टाइममा त चार्ज गर्न मिलिहाल्छ आजकल फेरि चार्जिङ स्टेसन धेरै ठाउँमा छ चार्जिङ स्टेसन धेरै ठाउँमा भएको हुनाले चाहिँ त्यति रेन्ज एङ्जाइटी भन्छ नि जुन रेन्जको एङ्जाइटी त्यो हुँदैन मैले जुन टाटा लिएर हिँड्थेँ है त्यति बेला चाहिँ अलिकति डर पनि लाग्थ्यो अब 2 वर्ष पहिला टाटा लिएर हिँड्दाखेरि चार्जिङ स्टेसन छ कि छैन भने खोज्नुपर्ने हुन्थ्यो है तर अहिले त धेरै छ चार्जिङ स्टेसन र यो गाडीको चाहिँ सोरुम पनि यहीँनिर छ कि लाइट पालेको छैन नि क्या हो यहाँ त हाम्रो कता हरायो ढुङफाङको यहीँ छ यो यहाँनिर चाहिँ एक्सपेङको चाहिँ गाडीको डिलर चाहिँ यही छ हाम्रो घर पनि आइसक्यो हामी चाहिँ घर आइपुग्यौँ है घर आइपुग्दाखेरि गाडीमा हामीले टोटल कति चल्यो भने चाहिँ हामी टोटल कति चल्यो भने चाहिँ 153.4 किलोमिटर टोटल चलेछ है मैले ट्रिप ए र बी सेट गरेको थिएँ र हाम्रो पर्सेन्टेज भनेको गाडीमा चाहिँ 65% अझै बाँकी छ हामीले 99% चार्ज गरेका थियौँ है अनि पछि लगभग 34%मा हामी चाहिँ 153.4 किलोमिटर गयौँ अब तपाईँले एभरेज निकाल्न सक्नुहुन्छ भनेपछि 1%मा कति गयो निकाल्न सकिन्छ है अझै पनि 282 किलोमिटर्स देखाइरहेको छ भनेपछि यसले माइलेज चाहिँ एकदम राम्रो दियो यो गाडीले र हामीले त्यही माइलेज नै टेस्ट गर्न खोजिरहेका थियौँ आज पनि समग्रमा गाडी चाहिँ एकदम राम्रो लाग्यो है माइलेजको लागि अब बिस्तारै पछि कस्तो हुन्छ त्यो त हेर्दै गइन्छ चलाउँदै र एकचोटि चाहिँ मैले यो अप हिल र डाउन हिल एउटा पहाडी बाटोमा लिएर गएर चलाएर हेर्छु है त्यसमा चाहिँ पर्फर्मेन्स कस्तो गर्छ भन्ने कुरा अहिले चाहिँ हामीले टोटल यो उसमा तराईको बाटोमा मात्रै हिँड्यौँ भने अब पछि चाहिँ अप हिल पहाडी बाटोमा पनि एकचोटि गएर कस्तो हुँदो रहेछ त्यो हेर्नेछौँ ल अब चाहिँ अहिले बाई गुड नाइट सी यू इन नेक्स्ट एपिसोड